त्यस्तो होइन हाम्रो आमालाई सबैको तर्फबाट उहाँको तर्फबाट सबैले हजुरको तर्फबाट पनि सबैले सहयोग गरिदिनु भएको छ त्यसको लागि आमालाई दिइरहेको छु बहुत बहुत धन्यवाद छ भाइ लामा है बुढो मान्छे देखेर दया मान्नु आइगो छोराछोरी कति छन् छोराहरू 3 भाइ छन् त्यो छोरा यता छोराको पनि 2टा छोराको पनि 2टा त्यो पनातीहरू पनि हेरेका छौँ त बाबु नाति पनाति हेरिसक्नुभयो अनि छोराहरूले के भन्छन् काम गर्ने आमा भनेर भन्छन् कि अनि अब काम नगर्ने कल गर्छन् त्यता बस्दैन यहाँ अनि तपाईँ एक्लै बस्नुहुन्छ जेठाको जिती सोच्ने अनि यो आमे तपाईँले यो कस्तै एक ट्राइली बनाएर बेच्नुहुन्छ कतिमा लिन्छन् र एक ट्राइलीको कति म जान्दैन बाबु बारीले बेच्यो एक ट्र्याक्टरले गेरे फिर बोतल्याएको त यति बोलेर फिर फर्छु ए म त्यो बारी अनि यो यत्रो गिट्टी कुटेको हजुरले कति दिन भयो आमा कति भयो बाबु अनि एक दिनमा तपाईँले कति कुट्न सक्नुहुन्छ डुङ्गा भया त दिनको 2-3 बोरा पनि पुग्नु 2-3 बोराको कति पैसा मिल्छ आन्टी कुनै बाबु म बेच्ने भया पो बुहारी उनीले चाहिँ काम गर्ने भए आएर बुहारीले चाहिँ ए अरूले बेच्ने हुन् ए तेरा यति मेहनत गर्ने सबै यस्तो छ तपाईँ बुढो मान्छेले काम गरेर देखेर अब होइन हामी सहयोग गर्छौँ आमा तपाईँलाई अब दया लाग्यो त्यही भएर मात्रै एउटा यो चाहिँ भिडियो बनाउनु हामी सबैलाई उठाएर तपाईँ गर्छौँ बुढो मान्छे यसरी कुट्दै हुनुहुन्छ होइन अब छोराछोरीले पनि नगर्नु हाम्रो ठाउँमा अनि के भन्ने हामी आमालाई यसो सपोर्ट गरिदिन्छौँ यहाँ भया त भन्ने थिए बाबु खलङ्गा छन् म त्यता जान्न यो हाम्रो सहयोग गर्नुहुन्छ अरूसँग छ बारीहरू चल्छ यसो हाम्रो आमालाई सहयोग गरिदिन्छ होइन सबैलाई उठाएर केही हुन्छ भनेपछि हामी उहाँहरू सबले पनि सहयोग गर्नुभएको छ मैले पनि सहयोग गरेको छु होइन उहाँहरूबाट 50 सहयोग भएको छ धेरै राम्रो हाम्रो आमालाई जति पनि सहयोग भइरहेछ होइन हामीले देखेर हाम्रो त कुनै पनि त्यस्तो होइन हाम्रो आमालाई सबैको तर्फबाट उहाँको तर्फबाट सबैले हजुरको तर्फबाट पनि सबैले सहयोग गरिदिनु भएको छ त्यसको लागि आमालाई दिइरहेको छु बहुत बहुत धन्यवाद छ भाइ लामा है बुढो मान्छे देखेर दया मान्नु भयो सबैजनाले त्यस्तो हामीले के गरेन खालि हामीले तपाईँले देखेर आमाको रूपमा देखेर त्यस्तो गरे हो धेरै बाँच है बाबु धेरै बाँच धेरै ठुली थौ सारा छुरी धेरै हो गुजारा धेरै छ बाबु